एउटा कविताबाट सुरु होइन भनेर बसिराख्नु भएको त्यो सब प्रमुख सन्जीवनी गुटी खायो हुन्छ हाम्रो रमेश दाइले अघि टिपेर खाइसक्नु भयो के गर्छ दाइ रमेश दाइले टिपेर खाइसक्नु भयो उहाँको बाबा ठिक छ म तपाईँलाई माथि गरेर देखाउँछु है त बाँकी भाइले ट्रेन चलाइराख म तपाईँलाई एकछिन इन्टरभ्यू गरेर देखाउँछु
यतिकै लिएर हिँड्न पाइएन यति लिएर हिँड्नु भएन बागलुङ बजार पुगेर आउन पाइन्न त समातेर भने कुदाउन त एकचोटि जम्मै खोलेर यो बुटु 200 लाग्छ अनि कुदाउनु मिल्छ तँलाई के भन्नु हो भन त भाइ के बोल्न आँटिरहेको यो यसले के भन्न खोजे तर भन्न सकिरहेको होइन बिरामी ओए मा पाच्छ त तपाईँलाई एउटा रहस्य भन्छु है एउटा रहस्य यहाँ यस्तो छ कि यता एउटा बाघ छ अनि यतातिर एउटा बगिनी छ त होइन कि यतातिर एउटा बगिनी छ यिनीहरू दुईजना एकअर्कासँग रिसाएका छन् सक्यो काम ल बाघको मुख च्यात्दै हुनुहुन्छ हाम्रो विभाग सरले भयो फुट्ला विभाग सर चुम्मा गर्न लाउनु हो के देख्नु यहाँ दिन म देखाइदिन्छु के हुन्छ के रे सर यसलाई भने मैले नमाने यसले बस न नजा उपटे काम नगर भने नमाने अहिले अहिले हाँसेर बस्यो यसले हेर्नु आइ गाडेर बस्यो पञ्चकोट धार्मिक स्थल सबै बाघहरूले कब्जा हानेछन् यो बाघले त यतिसम्म कब्जा हाने कि पुच्छरै छैन सबै बाघहरूले कब्जा गरेर यहाँको महाराज जुन हुनुहुन्थ्यो पहिला उहाँलाई चाहिँ बाघले खाएर त्यसपछि बल्ल यो बाघ हो कि बगिनी कसरी थाहा पाउने म तपाईँलाई देखाउँछु यो बाघ हो कसरी थाहा पाउने हो यो जुन देखिरहेको छ यो भनेको बाघ हो ओ यो रातो देखिरहेको यो यसरी खुसी भयो दोस्त बाघ हो कि बगिनी लबर एउटा महिला त्यहाँबाट आत्महत्या गर्दै हुनुहुन्छ तपाईँ देख्न सक्नुहुन्छ म तपाईँलाई लाइभ देखाउँछु आत्महत्याको प्रयास गरिराख्नु भएको छ च्याप्पैसम्म झोला ग्याङ जानुहुन्छ च्याप्पैसम्म म जाँदैछु ल विवेक सर रेडी हुनुहुन्छ यसरी उड्नुपर्छ ल सट्ट यस्तो हाम्रो गाडीहरू हो यो एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा म तपाईँहरूलाई भित्रको दृश्य देखाउँछु ग्याङहरू सिसिएसआईका हुनार इन्जिनियरहरू के भन्नु ख कसैलाई झोला ग्याङ म्याचिस विचार गर्नु समाजको टिका लाएर उहाँलाई तर उहाँ त्यस्तो मान्छे होइन उहाँ निर्दोष हुनुहुन्छ उहाँले सिर्फ चक्लेट मात्र दिएर गर्नुहुन्छ चक्लेट मात्र दिएर गर्नुहुन्छ टिका लाउने होइन त यो खानु यो पानी खानु मिल्छ मिल्दैन भर्खरै खानुभयो दाइले मुलको पानी खाना हुन्छ ल म पानी खाएको खिच्छु विवसरले पानी खाँदै हुनुहुन्छ
बोलबाट आएको पानी विवश सरको 2.5 लाखको चप्पल विवशले भर्खर किन्नुभएको हामी खाली खुट्टा हिँड्दैछौँ गाइज है म तपाईँलाई दृश्यहरू देखाउन चाहन्छु तर म सकिरहेको छैन मेरो आवाज सुनियो हेलो हेलो माइक टेस्ट 1 2 3 ल अब हामी गुफाबाट भित्र छिर्दैछौँ यो गुफा भनेको ऊ बेलामा जय पृथ्वी बहादुर सिंहले खनेर आफ्नै हातले खनेर बनाएको गुफा हो तपाईँ देख्न सक्नुहुन्छ माथि यो ट्रेन हिँड्छ यहाँबाट सर्लक्क बागलुङदेखि कुस्मासम्म ओ एकदम म केही भन्न चाहन्छु शब्द निस्किराखेन ल ल जाओस् म केही भन्न चाहन्छु केही भन्न चाहन्छु शब्द निस्किराखेन आहा यो त स्वर्ण के रे स्वर्ण अक्षर अक्षरमा यही ढुङ्गामा यहाँनिर लेख्छु कि ल तपाईँहरूलाई म अर्को किम्बदन्ती सुनाउँछु है त यो तपाईँ देखिराख्नु भएको छ यो भनेको गरुड हो जुन हाम्रो रामको साथी हो रामको साथी गरुड यहाँ आएर टक्क बिसाएर होइन विष्णु हो विष्णुको बाण विष्णुको बाण है अनि आफ्नो रिटायरमेन्ट सकिसकेपछि उहाँ चाहिँ यहाँ आएर बस्नु भएको थियो त्यसपछि यहाँको भ्यूहरू देखेर उहाँलाई राम्रो लागेर यहीँ सधैँ बस्ने फैसला गर्नुभएको उहाँको आँखा हेर्नुहोस् त गोलेटुले यो चाहिँ हाम्रो जिब्रो निकाल्नु भएको छ गाई माता होइन पुच्छर चाटिराख्नु भएको हाम्रो यहाँ थुन खाइराख्नु भएको छ उहाँ चाहिँ हाम्रो खासमा द्वापर युगमा श्रीकृष्णको सारथी हुनुहुन्थ्यो राधा राधे सबैको फोटो होइन राधे राधे राम्रो क्या छ होइन जलिरहेको होइन म तपाईँलाई अर्को कुरा देखाउँछु है त हाम्रो यहाँभित्र जरायो हुनुहुन्छ उहाँ चाहिँ सलमान खानसँग डराएर यहाँ आएर बस्नुहुन्छ होइन अर्को मयुर यहाँ हो उहाँ पनि लुकिराख्नु भएको छ किनकि वन जङ्गल डढेलो लागिरहेको छ हामीले सबै वन जङ्गल खोला नाला सबैको सुरक्षा गर्नु पर्यो जतन गर्नु पर्यो भावी पुस्ताहरू पछि गएर के पिउने के हेर्ने उनीहरूको नि पृथ्वी हो नि त यो होइन त्यही भएर म सबैलाई आग्रह गर्न चाहन्छु वन जङ्गल नमासौँ सुरज सर के छ यो गुफा छिर्ने चिसो पानी जस्तै झरनाको चढ्छ मजाले स्वाद अर्नाको ल हामी अब सिंह गुफाभित्र छिर्दैछौँ ओइ ए माया झस्किरा म त यहाँ हाम्रो बाँदर यहाँ लुकेर सरी हनुमानजी यहाँ आएर लुक्नु भएको छ धेरै वर्षको तपस्यापछि चिसो रहेछ सर्प पनि रहेछ यहाँ बी 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 ओहो डरलाग्दो हो त सर्प चाहिँ रियल छ उहाँ हाम्रो वाल्मिकी जसले रामायण लेख्नु भएको थियो रामायण लेखिसकेपछि सन्यास लिएर यहाँ आएर बस्नु भएको छ तपाईँहरू देख्न सक्नुहुन्छ माथि हनुमानजी रामको सेवा गर्दा गर्दा थाकेर बिचरा सुतिरहनु छ यो सिमेन्टले बनाउँदै पेन्ट हाने